नमस्कार साथीहरू, म विकास यादव। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। हजुरहरूलाई म चाहिँ आज रिकर्सिभ फङ्सन के हो भन्ने कुरा बुझाउने छु अनि त्यसको एउटा एक्जाम्पल मार्फत पुरै एक्सप्लेन गरेर पनि बुझाउने छु। अन्त्यमा त्यो प्रोग्रामलाई रन गरेर पनि बुझाउने छु। प्लिज भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला अनि भिडियो राम्रो लाग्यो भने प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। अब हामीहरू यो प्रोग्रामतिर लाग्यौँ। सबभन्दा पहिला त रिकर्सिभ फङ्सन के हो भन्ने कुरा बुझौँ। रिकर्सिभ फङ्सन भनेको त्यस्तो फङ्सन हो जुन फङ्सनले आफैले आफैलाई कल गर्छ। के हो रिकर्सिभ फङ्सन भनेको त? त्यस्तो फङ्सन जसले आफैले आफैलाई कल गर्छ। त्यो फङ्सनभित्रै त्यो फङ्सनलाई कल गर्ने एउटा स्टेटमेन्ट लेखिएको हुन्छ। अनि एउटा अर्को महत्त्वपूर्ण कुरा रिकर्सिभ फङ्सनको बारेमा। रिकर्सिभ फङ्सनको लागि जहिले पनि त्यसभित्र त्यसको डिफिनिसनभित्र एउटा स्टपिङ कन्डिसन प्रोग्रामरले राख्नुपर्छ। किनभने स्टपिङ कन्डिसन राखिएन भने त्यो रिकर्सिभली रिपिटेडली कल हुँदै रहन्छ अनि प्रोग्राम चाहिँ कहिले पनि टर्मिनेट हुँदैन अनि त्यो कम्पाइलरले चाहिँ इरर दिन सक्छ, कहिले पनि टर्मिनेट हुन सक्दैन। त्यही भएर रिकर्सिभ फङ्सनको लागि चाहिँ जहिले पनि एउटा स्टपिङ कन्डिसन राख्नै पर्ने हुन्छ। अनि यो प्रोग्राम लेख्नुको लागि पनि हजुरहरूले सबभन्दा पहिला रिकर्सिभ फङ्सन लेख्दा चाहिँ कुन प्रब्लमको लागि रिकर्सिभ प्रोग्राम लेखिरहेको हो, त्यसको स्टपिङ कन्डिसन के हो, त्यो बेसिक आइडियालाई बुझ्नुपर्ने हुन्छ। किनभने हामीहरूले त्यो बेसिक आइडियालाई बुझ्न सकेनौँ भने हामीहरू स्टपिङ कन्डिसन दिन सक्दैनौँ। स्टपिङ कन्डिसन दिए पनि त्यत्तिकै त स्टपिङ कन्डिसन दिन सकिँदैन। स्टपिङ कन्डिसन यसरी दिनुपर्छ जसले स्पेसिफिक टास्क कम्प्लिट गरोस्। स्पेसिफिक टास्क कम्प्लिट गरेपछि त्यो चाहिँ प्रोग्राम टर्मिनेट होस्। त्यसरी हामीहरूले के स्टपिङ कन्डिसन राख्नुपर्ने हुन्छ। अनि एउटा अर्को महत्त्वपूर्ण कुरा, रिकर्सिभ फङ्सनको सबैभन्दा ठुलो फाइदा के हो भन्दाखेरि यसले चाहिँ कुनै पनि कम्प्लेक्स प्रोग्रामिङलाई कम्प्लेक्स कामलाई सजिलै गर्न सकिन्छ। जसको लागि हजुरहरूले ठुलो कोडिङहरू लेख्नुपर्ने हुन्छ, त्यो प्रोग्रामहरू पनि यो रिकर्सिभ फङ्सनबाट सजिलै गर्न सकिन्छ। यसले चाहिँ कोडलाई पनि रिड्युस गर्छ, त्यही भएर यसको एक्जिक्युसन पनि फास्ट हुन जान्छ। तर एउटा सबैभन्दा ठुलो बेफाइदा भनेको के हो भन्दाखेरि सबै प्रोग्रामहरूलाई रिकर्सिभ फङ्सनबाट सल्भ गर्न मिल्दैन। किनभने सबै प्रोग्रामहरूको लागि त्यस्तो कन्डिसन नै हुन सक्दैन। त्यही भएर सबै प्रोग्रामहरू कम्प्लेक्स भएर नै त्यो रिकर्सिभ फङ्सन युज गरेर सल्भ गर्न मिल्दैन। आज हामीहरूले पढ्ने एउटा रिकर्सिभ फङ्सन, यो चाहिँ क्वेसन एउटा सोधेको क्वेसन हो, प्रायः एक्जामहरूमा सोधिरहेको हुन्छ। पोखरा युनिभर्सिटी एक्जाममा पनि यो क्वेसन सोधेको छ। राइट अ प्रोग्राम टु रेज एक्स टु दी पावर एन भनेको कुनै पनि भ्यारिएबलको पावर क्यालकुलेट गर्नको लागि प्रोग्राम लेख्ने हो। त त्यो त सजिलो छ, हजुरहरूले लेख्न सक्नुहुन्छ। math.h हेडर फाइल इन्क्लुड गरेर डाइरेक्टै पावर फङ्सन युज गरेर गर्न सकिन्छ, सजिलै हुन्छ। तर यहाँ त्यसरी गरेर त हुँदैन। यहाँ हामीलाई रिकर्सिभ फङ्सनकै युज गरेर भनेको छ भने रिकर्सिभ फङ्सनकै युज गरेर गर्नु पर्यो। अनि अर्को एउटा मेथड हामीहरू लुपिङ स्टेटमेन्टबाट पनि गर्न मिल्थ्यो, त्यो पनि गर्न मिल्छ। यदि क्वेसनले भनेको हुँदैन यो कुन मेथडबाट गर्ने भन्ने कुरा, त्यति बेला हामीहरूले जुन मेथड युज गरे पनि हुन्छ। तर जुन बेला भनेको हुन्छ कि रिकर्सिभ फङ्सनबाट गर्नको लागि त्यति बेला हामीहरू रिकर्सिभबाटै गर्नुपर्ने हुन्छ। त्यही भएर मैले चाहिँ रिकर्सिभबाट एउटा प्रोग्राम लेखेर राखेछु अनि यो हजुरहरूलाई म बुझाउने छु। आज हजुरहरूले देख्न सक्नुहुन्छ मैले लेखेर राखेको। म एउटा प्रोपर टाइपको पेन सिलेक्ट गर्न गइरहेछु, जसले गर्दा पोइन्ट गर्दा सजिलो हुन्छ अनि हजुरहरूलाई पनि बुझ्न सजिलो हुन्छ। हेर्नुहुन्छ, यो हेस इन्क्लुड stdio.h यो भनेको सी प्रोग्रामिङको एउटा हेडर फाइल हो जसभित्र scanf, printf
जस्ता फङ्सनहरू धेरै फङ्सनहरू रहेका हुन्छन् जसलाई युज गर्नको लागि हामीले यो दुईटा हेडर फाइलहरूलाई त राख्नै पर्छ। प्राय सी प्रोग्रामको सबै प्रोग्राममा यो दुईटा हेडर फाइल stdio.h र conio.h हुन्छ नै। यो conio.h नदिँदा पनि हामीहरूले प्रोग्राम गर्न मिल्छ किनभने यसको फङ्सन दुईवटा छ clsr र getch जुन हामीहरूले प्राय युज गर्छौँ तर त्यो खासै युज हुँदैन हामीहरू नगरे पनि हुन्छ। त्यही भएर यसलाई हटाइदिँदा पनि हुन्छ केही फरक पर्दैन यो प्रोग्राम रन हुन्छ। त्यसपछि हेर्नुहुन्छ मैले यहाँ चाहिँ के इन्ट पावर भन्ने इन्ट चाहिँ रिटर्न टाइप भयो रिटर्न टाइप भयो पावर भन्ने फङ्सनको एउटा पावर भनेर नाम दिएँ मैले यो फङ्सनलाई। अनि त्यसले के दुईवटा आर्गुमेन्ट लिन्छ त्यसले दुईवटा आर्गुमेन्ट लिन्छ त्यो कस्तो इन्टिजर टाइपको यो के को लागि बनाएको मैले यो चाहिँ त्यो पावर क्याल्कुलेट गर्नको लागि रिकर्सिभ फङ्सन बनाएको पावर लेखेको छु। अनि यो मेन इन्ट मेन हजुरलाई थाहा छ कि सबै सी प्रोग्राममा एउटा मेन फङ्सन त अवश्य हुनैपर्छ बिना मेन फङ्सनको त कुनै पनि सी प्रोग्राम हुँदैन। एभ्री सी प्रोग्राम कन्टेन्स मेन फङ्सन। अनि त्यसपछि इन्ट हेर्नुहुन्छ यहाँ मैले चाहिँ इन्ट एक्स कमा एन राखेँ इन्ट एक्स कमा एन यो इन्ट एक्स कमा एन राखेँ। यो एक्स चाहिँ मैले यो कुनै पनि भेरिएबल रिड गर्नको लागि अनि त्यो भेरिएबलको पावर चाहिँ त्यो नम्बरको पावर चाहिँ कतिले बढाउने हो त्यसको लागि एन चाहिँ युज गरेछु एन चाहिँ त्यसको लागि युज गरेछु। त्यसपछि प्रिन्टएफ इन्टर भ्यालु अफ एक्स यो स्टेप प्रिन्टएफ के हो स्क्रिनमा कुनै पनि कुरालाई देखाउनु पर्यो भने हजुरहरूले प्रिन्टएफ फङ्सनको युज गर्न सक्नुहुन्छ। यो प्रिन्टएफ फङ्सनको सिन्ट्याक्स हेर्न सक्नुहुन्छ यो प्रिन्टएफको पी सबै पनि क्यापिटलमा हुनुपर्छ किनभने फङ्सन हो यो स्ट्यान्डर्ड फङ्सन हो स्ट्यान्डर्ड लाइब्रेरी फङ्सन्सहरू हो अनि सबै स्ट्यान्डर्ड लाइब्रेरी फङ्सन्सहरू लोवर केसमा किवर्ड्सहरू पनि सबै लोवर केसमा हुन्छ लोवर केस भनेको स्मल लेटर्समा सबै हुनुपर्छ। अनि यो यसको सिन्ट्याक्स हो कि यो डबल कोट भित्र जे कुरा लेख्नुहुन्छ नि त्यो जस्ताको त्यस्तै स्क्रिनमा देखिन्छ। अनि मैले यसभित्र लेखेको छु इन्टर भ्यालु अफ एक्स अनि यो जस्ताको त्यस्तै चाहिँ स्क्रिनमा आउनेछ। मैले हजुरलाई यो पछि रन गरेर हेराउने छु कस्तो यसको आउटपुट हुनेछ भनेर। अनि त्यसपछि छ एउटा स्क्यानएफ %d यहाँ मैले युज गरेँ स्क्यानएफ %d त्यसपछि %x इन्टर भ्यालु अफ एक्स भनेपछि यसलाई एक्स भित्र रिड गर्छु अनि यसको सिन्ट्याक्स हुन्छ स्क्यानएफ फङ्सनको यो डबल कोट भित्र क्वालिफायर दिनुपर्छ कुन डाटा टाइपको कुन क्वालिफायर हुन्छ हजुरहरूलाई थाहै होला नभए पनि इन्टिजरको लागि प्राय यहाँ इन्टिजर हो इन्टिजर टाइपको डाटाको लागि क्वालिफायर %d हुन्छ त्यही भएर यहाँ %d दिएछु। अनि त्यस्तै फ्लोटको लागि %f हुन्छ क्यारको लागि %c हुन्छ स्ट्रिङको लागि %s हुन्छ अरू हुन्छ त्यस्तै धेरै पनि छन् अरू पनि छ त्यसबाट यो बेसिक चारवटा हो त्यसबाट ड्राइभ भएको पनि छ जस्तै लङको लागि %l लङ इनको लागि %ld यस्तै हुन्छ। अनि यो त्यसपछि कामा यो चाहिँ स्क्यानएफ फङ्सनको सिन्ट्याक्स हो यो सिन्ट्याक्स हो स्क्यानएफ फङ्सनको सिन्ट्याक्स हो के %d लेख्नुपर्छ के डबल कोट भित्र चाहिँ के लेख्नुपर्छ रे त्यसको क्वालिफायर यहाँ के हुन्छ क्वालिफायर %d किन इन्टिजर हो एक्स चाहिँ एउटा इन्टिजर हो त्यो एक्समा रिड गरिरहेको छु त्यही भएर त्यसपछि कामा त्यसपछि %x यो एड्रेस दिने एम्परसेन्डले के जनाउँछ एम्परसेन्डले एड्रेस जनाउँछ एम्परसेन्डले यहाँ के जनाउँछ एड्रेस जनाउँछ। जुन भेरिएबलमा स्टोर गर्ने हो त्यसको एड्रेस दिनुपर्छ यो चाहिँ यस्तो कुरा जुन ठाउँमा हामीहरूले जुन ठाउँमा सामान राख्ने हो त्यस ठाउँको एड्रेस ठेगाना दिनुपर्छ त्यसपछि मात्रै सामान त्यहाँ पुग्छ नि त्यस्तै हो यहाँ हामीहरू त्यो नम्बरलाई स्टोर गर्न खोज्यो हो जुन ठाउँमा त्यो ठाउँको एड्रेस दियो हो एक्समा स्टोर गर्ने भयो त्यही भएर यसलाई एक्सको एड्रेस दियो।
त्यसपछि प्रिन्टएफ इन्टर भ्यालु अफ एन यो जस्ताको त्यस्तै यो हजुरलाई मैले पहिला नै भनिदिएँ कि प्रिन्टएफ चाहिँ एउटा स्ट्यान्डर्ड लाइब्रेरी फङ्सन्स हो सी प्रोग्रामको, जसभित्र चाहिँ हामी यो डबल कोटको विधमा जस्ताको लेख्छौँ त्यस्ताको त्यस्तै स्क्रिनमा देखिने गर्दछन्। अनि यो स्टेटमेन्ट एक्जिक्युट के हुन्छ इन्टर भ्यालु अफ एन, अनि यो कलन दिएछु, कलन हुन्छ। अनि सलेसियन यो चाहिँ यो मैले अगाडि भन्न छुटाएँ, यहाँ पनि सलेसियन चाहिँ के को लागि दिन्छ, यो सलेसियन चाहिँ यो के भन्छ यो ब्याकस्लेस एन चाहिँ यो ब्याकस्लेस एन यसरी दिएछु नि ब्याकस्लेस एन, यसले के गर्छ नयाँ लाइनमा लग्ने गर्छ। जस्तै यहाँ लेखेको छु, यहाँ चाहिँ लेखेको छु मैले प्रिन्ट अफ इन्टर भ्यालु अफ एक्स, त्यसपछि कलन, त्यसपछि स्लेसियन। यो स्लेसियन राख्ने भित्रै यो ब्याकस्लेसियन फेरि फरवर्ड स्लेस राख्नुभयो भने हुँदैन यो, किनभने ब्याकस्लेस क्यारेक्टरहरू हुन्छ, यसको लागि ब्याकस्लेस नै दिनुपर्छ। त्यसपछि एन लेख्नुभयो भने नयाँ लाइनमा यो आउँछ। जस्तै अझै पनि ब्याकस्लेस क्यारेक्टरहरू राख्यो अर्को क्यारेक्टर राखेर गर्न मिल्छ। एस्केप सिक्वेन्स भन्छ त्यसलाई, एस्केप सिक्वेन्स। जस्तै %t त्यसपछि /t राख्नुभयो भने एउटा ट्याबको स्पेस आउँछ। अझै धेरै छ, त्यो एस्केप सिक्वेन्सभित्र पढ्नुहुन्छ हजुरहरूले, अहिले चाहिँ त्यतातिर नजाउँ। अब त्यसपछि यो स्टेटमेन्ट मैले भनिदिएँ प्रिन्ट अफ इन्टर भ्यालु अफ एन, यसले जस्ताको त्यस्तै देखाउने हो। त्यसपछि इन्ट त्यो स्क्यानएफ %d माथिको सिन्टेक्सबाट %d, तर यहाँ के को लागि इन्टर भ्यालु अफ एनमा रिड गर्छ, त्यही भएर के गएर यहाँ एन भन्ने एनको एड्रेसमा गएर चाहिँ यसलाई के स्टोर गर्ने हो, त्यही भएर यहाँ एन राख्यो। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ इन्ट रिजल्ट चाहिँ के हो डाटा टाइप हो। रिजल्ट भन्ने एउटा यहाँ भ्यारिएबल डिक्लेयर गरेछु जसको डाटा टाइप के हो इन्टिजर टाइपको डाटा टाइप हो। किन मैले इन्टिजर राखेँ, किनभने पावर क्यालकुलेट गर्दा कुनै पनि जस्तै 2 को पावर 5 राख्नुभयो, 3 को पावर 0 को, त्यसको त्यो कस्तो टाइपको हुन्छ इन्टिजर टाइपको हुन्छ। अनि त्यो इन्टिजरलाई होल्ड गर्नको लागि मैले के इन्टिजर टाइपको डिक्लेयर गरेँ यहाँ पनि। अनि यो पावर भने के हो फङ्सन हो, यो फङ्सनलाई कल गर्यो पावर x, n यहाँ डिक्लेयर गरेछु नि फङ्सन, यो फङ्सन डिक्लेयर त्यहाँलाई यहाँ फङ्सन कल गर्ने काम गरेछु, यहाँ चाहिँ फङ्सन कल गर्ने काम गरेछु मैले। यहाँ फङ्सन डिक्लेयर भयो, यहाँ फङ्सन कल भयो। अहिले यति मात्रै बुझ्नुहोस्, फङ्सन कल भयो। त्यसपछि हजुरलाई बुझाउने छु पछाडि, यसरी बुझ्नुहोस् यो फङ्सन गरेछु। त्यसपछि के यो फङ्सनलाई मैले यहाँ चाहिँ यो आउटपुटलाई देखाउने यो चाहिँ आउटपुटलाई देखाउने काम गरेछु। प्रिन्ट अफ %d यो यस्तो फर्मेट चाहिँ राखेछु, पछि बुझाउँछु। जस्तै हजुरले इन्टर गर्नुभयो x को भ्यालु 2 n को भ्यालु 5 भने यहाँ मैले यस्तो लेख्ने छु, जस्तै 2 को पावर 5 इक्वल्स टु जति भ्यालु आउने त्यो भ्यालु आउनु पर्यो। त्यसको लागि यो %d यसरी यहाँ लेखेछु नि, यो %d यो %d मैले यहाँ लेखेँ, अनि त्यसपछि फेरि d लेखेँ, %d। अनि यहाँ जुन अर्डरमा हुन्छ नि यहाँ भ्यारिएबल लिस्टहरू जस्तै x n रिजल्ट त्यो अर्डरमा चाहिँ त्यसको भ्यालुहरू यहाँ आउने गर्दछ। मैले जस्तै यहाँ %d राखेछु भने प्रोग्राम एक्जिक्युट राखिन्छ। x को भ्यालु जुन इन्टर गरेको हुन्छ हामीहरू, युजरले जुन भ्यालु इन्टर गर्छ त्यो भ्यालु यहाँ आउँछ। त्यसपछि यो %d को अर्को भेरिएबल कुन हो n को भ्यालु आउँछ। अनि यो चाहिँ पावरको लागि यसमा राखेछु, पावरको लागि। जस्तै कुनै मान्नुहोस् हजुरले 5 इन्टर गर्नुभयो, 5 चाहिँ के x को भ्यालु भने यो %d को ठाउँमा के आउनुभयो, यो एकछिन यो मलाई मेटाएर म बुझाउँछु हजुरले, यसलाई मेटाएर एकैचोटि सबैलाई क्लियर गरिदिँदा पनि हुन्छ। अब बुझाउँछु, हेर्नुहुन्छ यो %d राखेछु, यो %d यहाँ चाहिँ x को भ्यालु आउँछ, यो %d राखेछु। त्यसपछि के छ n छ, यहाँ n को भ्यालु आउँछ। त्यसपछि यहाँ रिजल्टमा जे क्यालकुलेट गरेको हुन्छ यो फङ्सन कल गरेर रिकर्सिभ फङ्सन कल गरेर यहाँ जुन भ्यालु क्यालकुलेट हुन्छ त्यो चाहिँ यहाँ आउनुहुन्छ। यसरी आउनुभयो हजुरले जस्तै 5 इन्टर गर्नुभयो, x को भ्यालु भने 5 आउनु होइन, पहिला n को भ्यालु 2 इन्टर गर्नुभयो भने यसभित्र 5 अनि त्यसपछि यो पावरको लागि जो युज गरेको छु सिम्बल त्यो आउनुभयो। त्यसपछि n को भ्यालु जस्तै 5 पाको पावर 2 इक्वल्स टु जुन मानुस् कि यहाँ 5 को पावर 2 5 र 2 इन्टर गर्नुभएको छ हजुरले, x को भ्यालु 5 भयो, n को भ्यालु 2 भयो। त्यसपछि के अनि रिजल्टको भ्यालु यो फङ्सनलाई क्यालकुलेट गरेर दिनु पर्यो, यो रिकर्सिभ फङ्सनले
जुन फङ्सनले गरे पनि जसरी गरे पनि त्यसले 25 दिनु पर्यो या जे दिन्छ मानौ अहिलेको लागि 25 छ या जे भ्यालु क्याल्कुलेट गरेर दिन्छ नि यो फङ्सनले त्यहाँ चाहिँ रिजल्टमा चाहिँ रिटर्न हुन्छ यो फङ्सनले रिकर्सिभ फङ्सनले यहाँ जे कुरा चाहिँ क्याल्कुलेट गरेर दिन्छ रिटर्न गर्छ त्यो चाहिँ के हुन्छ रिजल्टमा स्टोर हुन्छ त्यो भ्यालु यहाँ आउँछ। यदि हजुरलाई क्लियर भयो होला। अब फर्दर अगाडि बढ्छौँ। त्यसपछि रिटर्न 0 यो रिटर्न 0 यो सिन्ट्याक्सै हो जस्तो मेन फङ्सनको रिटर्न टाइप दिनै पर्छ एउटा कुनै न सबै फङ्सनले केही न केही रिटर्न गर्छ केही रिटर्न गर्छ केही रिटर्न गरिरहेको हुँदैन कुनै फङ्सनले भने त्यसको लागि हामी भोइड डाटा टाइप राख्छौँ भोइड राखिदिन्छौँ भोइड भनेको केही पनि रिटर्न नगर्ने त्यस्तो हुन्छ। अनि यो मेन फङ्सनको डाटा टाइप के हो इन्टिजर डाटा टाइप हो त्यही भएर इन्ट रिटर्न 0 इन्टिजर एउटा रिटर्न गरेको तर रिटर्न 0 नि प्राय लेखिन्छ त्यही भएर 0 लेखिन्छ अर्को भ्यालु पनि लेख्दा रन हुन्छ तर रिटर्न 0 राख्दिनु केही पनि छैन त्यही भएर इन्टिजर टाइपको एउटा भ्यालु रिटर्न गरिदिनु। त्यसपछि यो काम सक्यो। अब यहाँ फङ्सनलाई पावर भन्ने फङ्सनलाई हजुरलाई मैले बुझाउँछु। यहाँ हजुरले मान्नुहोस् एकछिनको लागि कि हजुरले x को भ्यालु यहाँ चाहिँ के यो x को भ्यालु इन्टर गर्नुभयो इन्टर गरेपछि हजुरले x को भ्यालु यहाँ चाहिँ के x को भ्यालु यहाँ 2 इन्टर गरिदिनु भयो इन्टर भ्यालु अफ x भन्छ अनि हजुरले 2 इन्टर गर्नु त्यसपछि इन्टर भ्यालु अफ n भनेछ अनि त्यसपछि हजुरले 5 इन्टर गरिदिनु भयो यहाँ 5 गरिदिनु भयो त्यसपछि यो 2 र 5 x र n मा गएर सेभ भयो। त्यसपछि यहाँ के इन्ट रिजल्ट पावर भन्ने फङ्सनलाई हजुरले कल गर्नुभयो अनि के पास गर्नुभयो x र n रिस्पेक्टिभली यो 2 र यो 5 चाहिँ यहाँ पास गर्नुभयो आर्गुमेन्टको रूपमा चाहिँ हजुरले यो 2 र 5 यो 2 यहाँ हजुरले के 2 इन्टर गर्नुभएको छ इक्जामको लागि हजुरले जे पनि इन्टर गर्न सक्नुहुन्छ जुन नम्बर पनि 2 यहाँ 2 तर इन्टिजर टाइपको यहाँ 2 अनि यहाँ चाहिँ 5 इन्टर गर्नुभएको छ भने यो 2 चाहिँ यो x मा पास भयो यो 5 चाहिँ यो n मा पास भयो अनि त्यसपछि अब यसलाई मिटाएर म बुझाउँछु हजुरलाई। त्यसपछि के हुन्छ त्यसपछि यो फङ्सन कल गर्नुभयो नि भने यो फङ्सन कल हेर्नुहुन्छ यसले सबभन्दा यसलाई खोज्छ यो फङ्सन कल गरेर यो खोज्छ यो फङ्सन कहाँ छ त यसको डेफिनेसन कहाँ छ त सबभन्दा पहिला यसले के हटाउँछ यसको यहाँ डिक्लेयर भएको रहेछ एउटा भने यो पावर भन्ने एउटा फङ्सन छ भन्ने कुरा यसले कम्पाइलरले बुझ्छ। त्यसपछि फर्दर यहाँ डिक्लेरेसन मात्रै छ भने यसको डेफिनेसन पनि छ कि भएर यसले यसको डेफिनेसन खोज्छ। अब यसको डेफिनेसन खोजेपछि यो तलतिर हेर्छ कि यहाँ यही हो सेम टु सेम यही हो अनि कम्पाइलरले यहाँ रिकग्नाइज गर्छ कि यो पावर भन्ने फङ्सनको डेफिनेसन हो। यहाँ रिटर्न टाइप छ इन्ट रिटर्न टाइप छ फङ्सन पनि पावर छ आर्गुमेन्ट पनि सेम छ दुईटा इन्टिजर टाइपको यहाँ x र n भएर होइन यहाँ x र n नहुँदा पनि हुन्छ यहाँ अर्कै भेरिएबल भयो यहाँ अर्को त्यसरी पनि हुन्छ तर यहाँ किनभने सबभन्दा पहिला त यहाँ माथि फङ्सन डिक्लेरेसनमा मात्रै डाटा टाइप मात्रै राखे पुग्यो यहाँ हामीहरूले x र n या कुनै भेरिएबलहरू त्यो भेरिएबल लिस्ट राख्नु पर्दैन डाटा टाइप मात्रै राख्दा पनि भइहाल्छ। त्यसपछि यहाँ यसले हेर्छ यो सबै कुरा म्याचिङ भयो फङ्सन कल भएपछि यो अब म्याचिङ भयो यो फङ्सनको रिटर्न टाइप त्यसपछि फङ्सन नेम त्यसपछि आर्गुमेन्ट टाइप अनि नम्बर अफ आर्गुमेन्ट दुईवटा छ अनि आर्गुमेन्ट टाइप के इन्टिजर टाइपको यो दुईटै म्याच भयो। अब यहाँ यो फङ्सन कल भएपछि यो x र n यहाँ आर्गुमेन्टको रूपमा जुन पास भएछ त्यो चाहिँ त्यो मैले अघिको इक्जाम्पलबाट सम्झाउँछु यो मानुस हजुरले 2 इन्टर गर्नुभएको छ यसको भ्यालु भने यहाँ चाहिँ के आउँछ यो x मा चाहिँ 2 आएर बस्छ पास हुन्छ अनि यो n मा चाहिँ 5 आएर बस्छ। अब फेरिहरूले भन्नुहुन्छ यहाँ x र n को भ्यालु सेट भएको छ हैन त्यस्तो कुरा हैन यहाँको x यो मेनभित्र भएको x र n अर्कै हो र यहाँको x भएको हैन हजुरले यहाँ अर्को भेरिएबल पनि राख्दा जस्तै a र b राख्दिए पनि हुन्छ तर मैले यहाँ एउटा युज गरेको छु कन्फ्युज नहुनु यो र यो भनेको छुट्टै भेरिएबल हो यसको लागि मेमोरी छुट्टै एलोकेट भएको हुन्छ यसको भ्यालुमा हजुरले जसरी केही चेन्ज गर्नुहुन्छ भने यहाँ कुनै चेन्ज आउँदैन अनि हजुरले यहाँ एक्सेस गर्न डाइरेक्टली हजुरले यहाँले यो भेरिएबललाई यहाँ एक्सेस गर्न खोज्नु भयो त्यो हुँदैन त्यो अर्कै कुरा हुन्छ यो लोकल यो
मेन फंक्सनको लोकल भेरिएबल भयो अनि यो चाहिँ युएस भित्रको आर्गुमेन्ट भएको लोकल भेरिएबल भयो। त्यही भएर कन्फ्युजन नहुनु। यहाँ हजुरहरूलाई मन लाग्यो भने चेन्ज पनि गर्न सक्नुहुन्छ, अर्कै भेरिएबल राख्नुहुन्छ, तर मैले यहाँ एउटै युज गरेछु। अब यहाँ एक्स र एन भित्र पास भयो। त्यसपछि के भयो, इफ एन डबल इक्वल्स टु 0। मैले यहाँ लजिक चाहिँ के लगाएको छु भन्ने कुरा हजुरलाई पछि एकछिनमा बुझाउँछु। पहिला हुन्छ कि एन इक्वल्स टु 0 भनेको पावर यदि 0 भइदियो भने के हुन्छ, पावर यदि 0 भइदियो भने रिटर्न गरिदिन्छ 1, अनि त्यो बाहेकको कुनै पावर भयो भने के हुन्छ, यसले इल्स रिटर्न गर्छ, के रिटर्न गर्छ एक्स इन्टु पावर एक्स एन माइनस 1। अब मैले अघि भनेकै फेरि इक्जाम्पलबाट बुझाउँछु। अब हजुरले के पास गर्नुभएछ, एक्स इक्वल्स टु त यहाँ 2 पास गर्नुभएछ, एन इक्वल्स टु एकछिन म फेरि यसलाई माथिबाट ल्याउँछु किनभने यहाँ एक्स इक्वल्स टु यहाँ चाहिँ हजुरले अघिको मैले इक्जाम्पल दिएको थिएँ नि, यहाँ एक्स इक्वल्स टु मानुस 2 दिएछु, यहाँ 2 पास गरेको छु। त्यसपछि एन इक्वल्स टु 5 दिएछु भने हेर्नुहोस्, अब यो एन भित्र 5 आएको छ, के गर्छ, इफ एन इक्वल्स टु 0 रिटर्न 1। यही हो स्टपिङ कन्डिसन, किनभने हामीहरूले के गर्छौँ, यो एनलाई चाहिँ घटाउँदै लग्ने हो, अनि सुरुमा पावर त हामीहरूले 0 इन्टर गरेको हुँदैनौँ, या सुरुमा 0 इन्टर गरिदियो भने के हुन्छ, कुनै पनि भेरिएबलको पावर 0 भयो भने म्याथमा पनि भन्नुभयो हजुरले त्यसको भ्यालु 1 भइदिन्छ, अनि रिटर्न 1, अनि डाइरेक्टै प्रोग्राम टर्मिनेट हुन्छ। रिटर्न भएपछि यो पल्ट रिटर्न भएपछि भइहाल्यो, फेरि यो भित्र प्रोग्रामको कन्ट्रोल फर्केर आउँदैन, अनि डाइरेक्टै एन्सर हामीहरूले भेटाइहाल्छ। तर यहाँ अहिले हजुरले के पास गर्नुभएको छ, 5। त्यसपछि यो स्टेटमेन्ट ट्रु भयो, भएन भने इल्स स्टेटमेन्टमा जान्छ, इल्स डाइरेक्टै अब एक्जिक्युट हुने भयो। इल्समा के गर्छ, यसले रिटर्न गर्छ के, यहाँ फङ्सन कल, यो कहाँबाट सबै कुरा आयो, अब हजुरले हेर्नु यो सबैबाट कहाँबाट आएको छ, यो अहिले यसको काम, यो फङ्सन कल भएछ नि यो मेनभित्र, त्यो स्टेटमेन्टको काम भइरहेछ। अहिले यो स्टेटमेन्ट सकिए होइन, हजुरले यहाँबाट कल भएपछि यहाँ ट्रान्सफर भयो हो, कन्ट्रोल अफ प्रोग्रामको यहाँ ट्रान्सफर भयो हो। अहिले यो तलको स्टेटमेन्ट मेन फङ्सनभित्र एक्जिक्युट हुन बाँकी नै छ। अब एनको भ्यालु 5 छ, एन इक्वल्स टु इफ एन इक्वल्स टु 0 फल्स भयो त्यो स्टेटमेन्ट भने त्यो चाहिँ एक्जिक्युट कन्डिसन फल्स भयो, त्यही भएर छैन, कन्डिसन ट्रु। त्यही भएर इल्समा जाने भयो, इल्स पार्टमा के गर्छ, रिटर्न, इल्स पार्टमा के लेखेको छु, रिटर्न एक्स इन्टु पावर एक्स कामा एन माइनस 1। यो चाहिँ के गरेको भनेको यो एनको भ्यालु 1 ले घटाउँदै लग्ने हो, अनि यो यहाँ एक्स किन यसले यस्तो दिन्छ, एक्स इन्टु अब फेरि चाहिँ एक्सको भ्यालु के छ, एक्सको भ्यालु के छ, यहाँ 2 छ भने यसले यहाँ के पास गर्छ, 2 इन्टु अनि यो फेरि यहाँ 2 अनि यो फेरि फङ्सन कल भयो, यो आफैलाई कल गर्यो, यो आफैलाई कल गरेपछि अब के हुने भयो, आफैलाई कल गर्यो यसले भने फेरि यो स्टेटमेन्ट फेरि पनि चाहिँ यो एक्जिक्युट हुने भयो, अनि फेरि यहाँ चाहिँ कन्डिसन चेकमा आउँछ, यसले आफैलाई कल गर्नुभयो। फेरि कल गरेपछि फेरि यसको यही प्रोग्रामको यही फङ्सन एक्जिक्युट हुन्छ। के कसरी कल भयो, यसपालि चाहिँ कल हुँदा एक्सको भ्यालु त्यति नै छ, एक्सको भ्यालु के छ, त्यति नै छ, एक्सको भ्यालु चाहिँ त 2 नै छ, एक्सको भ्यालु चाहिँ 2 नै छ। अनि त्यसपछि एनको भ्यालु के भयो, एन माइनस 1 4 पास भयो, यो एनमा चाहिँ अब 4 पास हुने भयो। अब 4 पास भएपछि अब फेरि एन इक्वल्स टु 0 चेक गर्छ, यसले एन इक्वल्स टु 0 चेक गर्छ, फेरि एन इक्वल्स टु 0 यसले चेक गर्छ, इफ एन इक्वल्स टु 0 भएको भयो रिटर्न 1 गर्छ, तर 4 छ हुँदैन, फेरि इल्स स्टेटमेन्ट एक्जिक्युट हुन्छ। फेरि जहाँ अनि फेरि यो यसले त यहाँबाट कल भएछ नि, यहाँ एक्स इन्टु पावर एक्स, यहाँ हेराउँछु म यो पुरै एरिया गरेर, यहाँ हामीहरूले लेखेको थियो नि, यहाँ एक्स इन्टु एक्सको भ्यालु के थियो, एक्सको भ्यालु, अनि एक्सको भ्यालु के थियो, 2 थियो भने मानौँ 2 इन्टु के, यहाँबाट पावर फङ्सन कल गरे, फेरि यहाँ के रिटर्न हुन्छ, 2 इन्टु यो पावर फङ्सन छ त्यही कल हुन्छ कति, एक्सको भ्यालुको लागि कल हुन्छ, त्यसपछि एक्सको भ्यालुको लागि कल हुन्छ, त्यसपछि एन माइनस 1 4 माइनस अनि यो 3 को लागि यसरी कल हुन्छ। अनि फेरि त्यसो भएपछि
फेरि चाहिँ यो फङ्सनले आफैले गर्यो। त्यही भएर त रिकर्सिभ फङ्सन भन्यो हो। रिकर्सिभ फङ्सन यही हो। रिकर्सन आफैले कल गरिरहेछ। कहिलेसम्म काम गर्छ? जबसम्म यसको स्पेसिफिक पर्पस वर्क चाहिँ पुरा हुँदैन। त्यो अनुसार योले आफैले त्यसरी गर्दैन, प्रोग्रामरले त्यो अनुसार कोड गरेको हुनुपर्छ। त्यसको स्टपिङ कन्डिसन दिनु परेको छ, जसले गर्दा रिकर्सिभ फङ्सनले के गरोस्? आफैले कल गरोस्। जबसम्म त्यसले सल्युसन आउँदैन, जबसम्म स्पेसिफिक काम पुरा हुँदैन, तबसम्म रिकर्सिभ फङ्सनले कल गर्छ। अब मैले के बुझाइसकेँ? यसले फेरि कल गर्यो हो कसरी? अब 4 बाट 1 घटेर 3 भइदियो। अनि x को भ्यालु त यो x को भ्यालु त त्यति नै छ, 2 नै छ। अनि यो n को भ्यालु चाहिँ के भयो? 3 भयो यसपालि। अब हेर्नुहोस्, अब 3 भएपछि के हुन्छ? अब फेरि यो फङ्सनमा इफ n इक्वल्स टु 0 छ त, n इक्वल्स टु 0 छैन, 0 भइदियो भयो। यसले रिटर्न 1 0 भइदियो, यो 0 भइदिएको भयो। यसले अहिले पनि रिटर्न 1 गरिदियो। प्रोग्राम यहाँबाट डाइरेक्टै कन्ट्रोल यहाँ फेरि ट्रान्सफर हुन्थ्यो अनि त्यसपछि फर्दर प्रोसेस हुन्छ। तर अहिलेसम्म 0 भएको छैन, त्यही भएर अहिलेसम्म यसले के गर्छ? अब फेरि इल्स पार्टमा जान्छ। यो रिटर्न गर्छ x इन्टु पावर, यही रिटर्न गर्छ। यसले रिटर्न चाहिँ फेरि कहाँ गर्छ भन्दाखेरि यो स्ट्याकमा गएर चाहिँ स्टोर हुँदैछ। यसरी पहिला थियो 2 इन्टु x, 2 इन्टु यसरी स्टोर भयो, 2 इन्टु पावर x कमान्ड कल गरेको थियो। अनि फेरि यसले रिटर्न गरिदियो के? x इन्टु पावर n-1 भनेर के? यसले x इन्टु x भनेको 2 इन्टु पावर फङ्सनलाई फेरि यहाँ कल गर्छ पावर x, 2, के फङ्सनको आर्गुमेन्ट फेरि 2, n-1 भनेको 4 - 1 3 यहाँसम्म कल भएको थियो। त्यही भएर यही रिटर्न गरेको तेस्रोचोटि कल हुँदा। अनि यसरी आउँदा फेरि यसले तेस्रो पटक कल गर्दा चाहिँ फेरि अब यसको भ्यालु के भयो? 2 रिटर्न हुने भयो। त्यसपछि यसले फेरि के गर्छ? यसको भ्यालुलाई घटाउँछ। रिकर्सनभित्र भएपछि यो फेरि यो फङ्सन कसरी कल भयो? 3 बाट घटेर यस n को भ्यालु यसले यसले चाहिँ पावर x को भ्यालु त्यति नै रहन्छ। अनि यो n को भ्यालु कतिको लागि कल गर्छ? फेरि यो रिकर्सिभली कल हुन्छ। n को भ्यालु कतिको लागि? n को भ्यालु 3 बाट 1 मा जान्छ घटेर 2 को लागि। अनि त्यसपछि के हुन्छ? यहाँबाट फर्दर चाहिँ कहाँ जान्छ? यहाँबाट फर्दर यो फेरि कल हुन्छ। फेरि x को भ्यालु 2 नै हुन्छ। n को भ्यालु पनि घटेर 2 भइसकेछ। फेरि यसले फेरि यहाँ चेक गर्छ इफ n इक्वल्स टु 0 छ त छैन। n को भ्यालु अहिलेसम्म के छ? अब 2 छ भने फेरि 2 बाट रिटर्न x इन्टु पावर भने यहाँबाट कल भएको थियो। फेरि यहाँ चाहिँ एउटा 2 आउनुहुन्छ अनि पावर फङ्सन कल हुने भयो। यहाँबाट फेरि पावर फङ्सन कल गरेपछि फेरि यहाँ कसरी कल भयो? रिटर्न गर्छ x इन्टु, त्यही भएर x को भ्यालु आयो। अनि यो पावर यस्तै आउँछ, तर यो पावर x, n-x भनेको 2, त्यही भएर यहाँ 2 लेखिदिए। अनि पावर के? n-1, 2 बाट 1 घट्यो भने 1 भयो। अब चाहिँ n को भ्यालु 1 भइदियो। अब हेर्नु सक्नुहुन्छ n को भ्यालु अलिमिट दिन्छु, त्यसपछि यहाँ लेख्नुहुन्छ। अनि हजुरलाई म बुझाउँछु यहाँबाट। अब अहिलेसम्म के? अब यसको भ्यालु चाहिँ यो x को भ्यालु त जहिले पनि 2 छ। अनि यो n को भ्यालु के? n को भ्यालु अब के? 2 बाट 1 मा घटेर गयो। अनि यो के? रिकर्सिभ पावर भन्ने फङ्सन छ नि, जुन चाहिँ हामीहरू माथि कल गर्छ, त्यही फङ्सन यो कल भइदियो भने फेरि यो फङ्सन यसरी कल हुने भयो। x को भ्यालु 2 नै, x को भ्यालु यहाँ 2 नै हुन्छ। यो n को भ्यालु के? अब 1 पुगिसकेछ। n को भ्यालु चाहिँ यहाँ यसरी यो n चाहिँ के? यो n चाहिँ अहिले अब 1 भइदियो। यो n चाहिँ के भइदियो? यो n चाहिँ 1 भइदियो छ। यो n 1 भइदियो। अब फेरि 1 भएको छ। फेरि यसले चेक गर्छ इफ n डबल इक्वल्स टु 0 त n इक्वल्स टु 0 छ त n इक्वल्स टु 0 छैन। यो 0 भएको भए फेरि रिटर्न गरिदिन्छ, तर अहिलेसम्म भएको छैन, 1 छ। त्यसले इल्स भएपछि रिटर्न गर्छ x इन्टु पावर। अब यसले के रिटर्न गर्नुभयो? x इन्टु कहाँ रिटर्न गर्छ? जहाँबाट कल अहिले यहाँबाट कल भइरहेछ। अब अहिले यहाँबाट कल भइरहेछ, त्यही भएर यसले यहाँ रिटर्न गर्छ 2 इन्टु फेरि पावर फङ्सन कल हुन्छ। अब ध्यान राख्नुहोस् केही नै हो। अनि अब के हुन्छ? पावर फङ्सन कल त हुन्छ अनि x को पावर 2 नै छ, तर n को पावर घटेर 1 बाट 1 - 1 भएर यो n को भ्यालु अब 0 भइदियो। अब मैले हजुरलाई अलिकति मेटाएर बुझाउँछु।
यो n को भ्यालु अब के भयो, यो n को भ्यालु अब चाहिँ 0 भइदियो। अब x को भ्यालु 2 हुन्छ, फेरि यो फंक्सन यहाँबाट कल भइरहेछ, x को भ्यालु 2 नै छ, n को भ्यालु 0 भइसक्यो। यसले चेक गर इफ n डबल इक्वल्स टु 0, यसले यहाँ चाहिँ 1 2 3 4 पटक कल हुँदा यहाँ 2 भन्ने त यहाँ रिटर्न गरिदिएछ। यहाँसम्म 4 वटा भयो। त्यस्तै बेला अब n इक्वल्स टु यहाँ चाहिँ यसले 5औं पटकमा चाहिँ गएर कति यो यसरी क्रमशः हुँदै हुँदै के यो पहिला 5 थियो, त्यसपछि 2 भयो, यसरी गर्दा गर्दै यहाँ चाहिँ के कल भएछ, यहाँ फेरि पावर कल भएछ। यो 5 पटकसम्म हुँदासम्म फेरि पावर गर्यो, तर यसपालि पावर कल हुँदा के भयो, यसरी हुन्छ। एक मैले हजुरलाई बुझाउँछु। यो हुँदा हुँदै कस्तो भइसकेछ भने यस्तो भइसक्यो, यो 2 यो फंक्सन कल हुँदा हुँदै यस्तो भइसकेको छ। यो फंक्सन कल हुँदा हुँदै यहाँ चाहिँ यस्तो भइसकेको छ। यहाँ रिटर्न हुँदा हुँदै 2 इन्टु 2 तीनवटा, त्यसपछि किनभने 5 भ्यालु थियो नि 0 मा पुग्नको लागि कतिचोटि कल हुनुपर्छ, 5 चोटि कल हुनुपर्छ। 5 बाट 1 2 3 4 अनि 5औं कल जम्मा 5औं पल्ट कल हुँदा यो के 0 भइसक्यो। 1 2 3 1 2 3 4 5 यो 5 पटकसम्म कल हुँदा 0 भइसक्यो। अब फेरि यो फंक्सन 6औं पटक कल हुन गइरहेछ। x को भ्यालु के, x को भ्यालु 2 र यो n को भ्यालु 0 को साथ। अब n को भ्यालु के हुने भयो, n को भ्यालु के छ, 0 छ भने के छ, इफ n इक्वल्स टु 0 ट्रु स्टेटमेन्ट अहिले के भयो, ट्रु भयो। इफ कन्डिसन भित्र के स्टेटमेन्ट राखेको छ नि, कन्डिसन दिएछु n इक्वल्स टु 0, यो इफ कन्डिसन इफ ब्लक भित्र भएको स्टेटमेन्ट चाहिँ यहाँ के हुन्छ, एक्जिक्युट हुन्छ। अनि यसले के रिटर्न 1 गर्छ। त्यसपछि यहाँ चाहिँ जहाँबाट फंक्सन कल गरेको हुन्छ त्यसपछि यहाँ 1, त्यसो भए यहाँ के होइन 1 2 3 4 5 यसरी। अनि यो 32 2 को पावर 5, यो 2 इन्टु 2 इन्टु 5 को मल्टिप्लाई 2 को पावर 5 32 इन्टु यो 1 ले त केही फरक पार्ने भएर त्यही भएर यस्तो राख्न मिल्यो हो स्टपिङ कन्डिसन। यसले केही आउटपुटलाई फरक पर्दैन। n 0 भएपछि 1 रिटर्न गर्न। हजुरले यहाँ यसरो पनि स्टपिङ कन्डिसन दिन सक्नुहुन्छ कि यो n चाहिँ 1 हुने बित्तिकै n हुँदा चाहिँ x रिटर्न गरिदिने, किनभने x को भ्यालु 2 नै छ। त अनि त्यो चाहिँ चौथो 5मै पटक कल हुँदा नि 5औं पल्ट कल हुँदा नै त्यो n 1 भइसकेको हुन्छ। अनि यो 4 वटा 2 आएको हुन्छ, अनि एकपल्ट 2 रिटर्न गर्नेछ, अनि 2 इन्टु 5 वटा हुन्छ, अनि 2 को पावर 5 32 क्याल्कुलेट गर्छ। अनि यो चाहिँ अब चाहिँ पुरै चाहिँ कहाँ रिटर्न हुन्छ भन्दाखेरि यो पुरै एकैपल्ट कुन फेरि यसले स्ट्याक भित्र राख्दै गएको हुन्छ। यो स्ट्याकको रूपमा यसरी गई स्टोर गएपछि यहाँ चाहिँ यो पुरै भ्यालु लास्टमा पुरै भ्यालु क्याल्कुलेट भइसकेपछि यहाँ रिटर्न हुन्छ। अनि यो भ्यालु चाहिँ यहाँ यो रिजल्ट भित्र रिटर्न हुन्छ, यो रिजल्ट भित्र भेरिएबल भित्र रिटर्न हुन्छ। त्यसपछि फर्दर अब हामीहरूले के गरेछौँ, डिस्प्ले गरेछौँ प्रिन्टएफ। मैले यो उसको बारेमा पहिला नै भनिदिएछु, तर पनि एकपल्ट म फेरि बुझाउँछु हजुरलाई, एकपल्ट फेरि बुझाइदिन्छु। यो स्टेटमेन्टमा यहाँ चाहिँ यो स्टेटमेन्टमा अब यो प्रिन्टएफ यसको तल छ के %d पावर %d, यो %d राखेको छ नि, अनि 3वटा %d छ, अनि 3वटा %d छ, एउटा दुईटा तीनटा। त्यसपछि यहाँ भेरिएबल लिस्ट जुन अर्डरमा हुन्छ त्यही अर्डरमा, जस्तै यो x को भ्यालु यो %d लाई आउँछ, अनि त्यसपछिको n को भ्यालु यो %d को ठाउँमा आउँछ, अनि त्यसपछि यो रिजल्टको भ्यालु यहाँ आउँछ। यसरी आउँछ यो क्रमसँगै। त्यही भएर यहाँ हजुरहरूले मान्नुहोस् कि यहाँ 2 इन्टर गर्नुभएको छ भने के आउँछ, 2 यसरी आउँछ, अनि यो पावरको सिम्बल आउँछ, अनि फेरि यहाँ %d कुन यो n को भ्यालु यो x को भ्यालु आइसकेको छ। अब n को भ्यालु आउनुभयो कति 5 2 को पावर 5, यसरी मैले लेखेको छु, यस्तो आउँछ जस्ताको लेखेको छु त्यस्तै। तर यो जस्ता लेख्नुहुन्छ त्यस्तै आउँछ, तर यो क्वालिफायर दिएपछि त्यस भेरिएबलको भ्यालु आउँछ %d%f यस्तो राख्नुहुन्छ नि भने यो डबल कोट भित्र राखे पनि एउटा कुरा अब हजुरले याद गर्नुहोस्, हजुरले सोच्नुहुन्छ कि यो प्रिन्टएफ को डबल कोट भित्र जे लेख्दा पनि त त्यस्ताको त्यस्तै आउँछ जस्ताको त्यस्तै। तर एउटा चाहिँ यो एक्सेप्सन हो, किनभने यसको भित्र यो कुराहरू जस्तै अरू परि हुन्छ, जस्तै स्ल्यास n राख्नुहुन्छ भने त्यस्तो प्रिन्ट हुँदैन। स्केप सिक्वेन्सले पनि के नयाँ लाइन दिन्छ, /ट्याब दियो भने ट्याब स्पेसिङ गर्छ, त्यस्तै यो पनि हो।
यसले चाहिँ %d क्वालिफायर या %d राखेपछि जुन राखेपछि क्वालिफायर त्यसको भ्यारिएबलको लिस्ट जुन अर्डरमा यहाँ देखेको हुन्छ त्यसको भ्यालु चाहिँ क्रमशः यहाँ त्यसको भ्यालु चाहिँ यहाँ आउने गर्छ। त्यही भएर यस्तो 2 को पावर 5 इक्वल्स टु अब जे 32 हुन्छ भने 32 आउँछ। अनि त्यसपछि रिटर्न 0 प्रोग्राम सकियो। अब हजुरलाई केही कन्फ्युजन होला भने यो प्रोग्रामलाई मैले रन गरेर पनि हेराउने छु। हेर्नुस् मैले यो प्रोग्रामलाई अब रन गरेँ। अब जस्तै हामीहरु लेख्नु भएको थियो नि, अनि मैले पहिला नै भनिदिएँ इन्टर भ्यालु अफ x भनेर छ कति। मानुस अघि दिएको इक्जाम्पलको लागि भेरिफाई गर्नको लागि आउटपुट मिल्छ कि मिल्दैन त्यसको लागि मैले 2 नै इन्टर गरेँ। त्यसपछि अरु पनि दिएर चेक गरौँला। त्यसपछि इन्टर भ्यालु अफ n 5 दिए। त्यसपछि हेर्न सक्नुहुन्छ 2 को पावर 5 इक्वल्स टु 32 आयो। हैन मन लाग्यो भने अर्को लागु पनि दिन्छ कि दिँदैन भने चेक गर्नको लागि अर्को भ्यालुहरु दिएर चेक गर्न सक्नुहुन्छ हजुरले। तर त्यसको ठुलो भ्यालु नदिनुस्, आउटपुट ठीक छ कि ठीक चेक गर्नको लागि हामीले आउटपुट थाहा भयो कि यसले दिनुस्। यसले क्याल्कुलेट गर्न त जुनसुकै पनि क्याल्कुलेट गरिदिन्छ, तर हामीहरुले यसले थाहा भएकै दिनु। हामीहरुले थाहा दिएकै भएको चाहिँ यहाँ इन्टर गर्छु। यसले चाहिँ जस्तै 5 इन्टर गर्नुभयो x को भ्यालु, त्यसपछि 5 को पावर 2 क्याल्कुलेट गर्नु छ n को भ्यालु 2 दिए 25 यसरी यो प्रोग्राम रन भइसकेछ। अनि हजुरहरुलाई मैले रन गरेर पनि हाइदिएको छु अनि सबै कुरा एक्सप्लेन पनि गरिदिए। अनि यो प्रोग्राममा अझै एउटा कुरा म भन्छु यो पुरा रन गरेर। जस्तै हजुरहरुले यहाँ हेर्न सक्नुहुन्छ यो प्रोग्रामलाई यसरी रन गरे अनि यहाँ धेरै ठुलो भ्यालु हजुरले मानुस् हजुरले धेरै ठुलो भ्यालु दिनु भयो भने यसको आउटपुट चाहिँ रङ आउँछ, केही एररहरु दिन्छ। किनभने यो कुरालाई म भनिदिन्छु यो क्लास कसरी सल्भ गर्न सकिन्छ भन्ने कुरा पनि भनिदिन्छु। जस्तै मैले यहाँ 10 दिए अनि 10 को पावर 10 दिए, यहाँसम्म यसले ठिकै दिएको छ। हुन सक्छ यो धेरै ठुलो भ्यालु हजुरले राख्नु भयो भने यो रङ आउटपुट पनि आएको हुन्छ अनि हजुरलाई थाहा हुँदैन। यहाँ जस्तै मैले अनि यसले क्याल्कुलेटै गर्न सक्दैन। हजुरलाई म हेराउँछु यही ठुलो भ्यालु दिए मैले जस्तै 50 दिए 50 को अनि 50 को पावर मैले 50 इन्टर गरे x को भ्यालु पावर को भ्यालु चाहिँ पनि मैले 50 नै इन्टर गरिदिए। हेर्न सक्नुहुन्छ कस्तो आइदियो 0 आइदियो। अनि यो त 0 आइदियो ती बेला। अनि 50 को पावर 0 भने यो 50 को पावर 50 कस्तो 0 हुने हो त। अनि हजुरले भन्नुहुन्छ यो रङ हो। यो किन रङ भयो भने हामीहरुले चाहिँ हजुरले डाटा टाइपहरु हुन्छ नि डाटा टाइपको चाहिँ रेन्ज हुन्छ। जस्तै इन्टिजर राख्नु भन्छ त्यसको यसको पनि एउटा रेन्ज छ सर्टेन। त्यो रेन्जबाट आउट अफ भएपछि यो चाहिँ यसले यो रिजल्ट हजुरले जो क्याल्कुलेट भएको छ नि त्यो रिजल्टलाई यसले होल्ड गर्न सकेन। त्यो भ्यालुलाई त्यो रिजल्टले त्यसलाई होल्ड गर्न सकेन। अनि होल्ड गर्न नसके आउट अफ रेन्ज भएपछि जे पनि आउटपुट दिन सक्छ, 0 पनि दिन सक्छ, एम्बिग्युटी भयो जे पनि दिन सक्छ। एम्बिगियस रिजल्ट आउँछ के जस्तो सुकै कुरा पनि आउन सक्छ, अननोन कुराहरु आइदिन्छ, माइनस पनि भ्यालु आउन सक्छ। यो चाहिँ यसको लागि हटाउनको लागि जति हजुरले ठुलो भ्यालु राख्नुहुन्छ भने त्यहाँ चाहिँ डाटा टाइपमा चेन्ज गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ राख्नु भयो नि यो रिजल्टको डाटा टाइपमा चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। हजुरले यहाँ रिजल्टको डाटा टाइपमा चेन्ज गर्न सक्नुहुन्छ।